हेलो साथीहरु वेलकम छ मेरो न्यू ब्लगमा। म आज बाजेको लागि औषधि लिन बेलौरी गइरहेको छु साँच्ची त कि किनकि त्यहाँको औषधि बाजेलाई अलि राम्रो हुने भएकोले आज म र सँगै बाइकमा गइरहेको छु। हिनाजुको घर आएको छु म। यहाँदेखि जाने हो हामीहरू बेलौरी। सामान लिन पनि छ अनि बाजेको औषधि पनि लिनुपर्ने हो, त्यही भएर हो आज बाइकमा जानुपर्ने हो। आजको मर्निङ भ्यू त्यस्तो छ गाइस। हाम्रो पानी परिरहेको छैन, गर्मी बढिरहेको छ, यस्तै छ आज पनि। फेसबुक लाइभ त कहिले पनि बस्न सकिने रे, आज भोलि त बस्न सक्छ। टिकटकमा चाहिँ 1000 पुग्नु पर्छ फलोवर लाइभ बस्नलाई। फेसबुकमा चाहिँ कति मान्छे नभए पनि तम लाइभ बस्न सक्छ। फेसबुकमा म ब्लगिङ गर्दा फेसबुकमा मेरो चाहिँ 5000 फलोवर छ, लगभग 5500 फलोवर छ। 10000 यार मोनेटाइजेसन हुन्छ। 5000 लगभग 6000 लगभग हाम्रो 6000 यहाँबाट सब्सक्रिप्सन दिन्छ। मेरो एक आइडीमा चाहिँ सब्सक्रिप्सन खुल्या छ, बैंक एकाउन्ट लिङ्क जोड्दैछ। एक आइडीमा चाहिँ 5500 रुपियाँ रमाइलो आउनु छ। त्यही भएर अहिले ब्लगिङ बनाएको म सिकाइदिउँला तपाईँलाई। अलि भिडियो सिडियो खेतका तमरा आफ्नो यताउति कहीँ गएर भिडियो टिकटक लाइभले सिकाइदिउँ ल, म तपाईँलाई फेसबुक लाइभले सिकाइदिउँ। लाइभबाट सुविधा हुन्छ। माहौल अहिले यो हाम्रो बेलौरी बजार। यो हाम्रो बेलौरी बजार हो। यहीँबाट हामीले सपिङ गर्नुपर्ने हो। अहिले चाहिँ व्यवस्थित भएको छ हाम्रो यो बजार। पहिला चाहिँ यस्तो थियो। एकदम कहाँसम्म हो जाने बिना ल म हेल्दै कस्तो जान अब पाछा त्यहाँ आउँला ल। म आफ्नो डेस्टिनेसनमा पुगिसकेँ। यो चाहिँ हाम्रो बेलौरीको स्वास्थ्य केन्द्र हो। यहाँबाट औषधि लिनुपर्ने हो बाजेको। कहाँ सोध्नु पर्ने 18 गति आटो 18 गते हुनु गाह्रो छ हो, गाह्रो छ। साथीहरू भिउबाट औषधि मिलिरहेको छैन भन्दैछन्। सोधेँ मैले डक्टर कहाँ गएर पर्ची कोटाएर किनेर नै लग्नुपर्छ। 18 गते हुनेछ त त्यतिसम्म औषधि छैन। हेलो साथीहरू, म औषधि लिएर आइसकेँ। यहाँबाट घरतिर जानेवाला छु। साथीहरू औषधि लिएर आइसकेँ म र घरतिर जानेवाला छु बाइकमा। बेलौरी बजार जानेवाला छु ल है। हेलो साथीहरू,
पर्ची भइरहेको छ। साथीहरू औषधि पाउने ठाउँ के औषधि आँटो पाउँछ। यो हाम्रो बेलौरी बजार हो। यहीँबाट हामीले सपिङ गर्नुपर्ने हो। अहिले चाहिँ व्यवस्थित भएको छ हाम्रो यो बजार। पहिला चाहिँ यस्तो थियो। एकदम कहाँसम्म हो जाने बिनाजु? कति मोडल हो? साथीहरू त्यहाँ स्वास्थ्य चौकीमा भित्र जाँदा भिडियो बनाउन अलाउ हुने रहेनछ। भित्र गएर मैले भित्र डाक्टरलाई सोधेको म ब्लग भिडियो बनाउँछु, त्यसको लागि अलाउ छ कि नै भनेर सोधेको। होइन, यहाँ ब्लग भिडियो बनाउनलाई अलाउ छैन, यहाँ ब्लग भिडियो बनाउन पाइँदैन। बाहिर बनाउन सक्नुहुन्छ तर भित्र बनाउन पाउँदैन भन्नुभयो। र मैले त्यस्तै लुकाएर हातमा समातेर अलि लुकाएर नै अलिअलि भिडियो चाहिँ बनाएको छु। त्यति राम्रोसँग भिडियो चाहिँ बनाउन पाइनँ। त्यहाँ भिडियो बनाउनलाई चाहिँ दिने रहेनछन्, किन थाहा भएन। अरू ठाउँ चाहिँ भिडियो बनाउन पाइन्थ्यो, भित्र ओपिडी छोडेर, अनि त्यो भित्र अपरेसन थिएटर ओपिडी सेन्सिबल ठाउँ छोडेर बाँकी ठाउँमा चाहिँ भिडियो बनाउन पाइन्थ्यो। तर यहाँ चाहिँ भिडियो बनाउन पाइएन, किन हो त्यो चाहिँ थाहा भएन है। त्यही भएर अलिअलि चाहिँ भिडियो बनाएको छु मैले आउने बेला चाहिँ। त्यही भएर भिडियो बनाउन दिने रहेनछन्। अनि आउने बेला चाहिँ जङ्गलको बाटो जाउँ भन्यो बिनाजुले, त्यही भएर जङ्गलको बाटो आएको। जङ्गलमा चाहिँ हरियो राम्रो भ्यूज आइरहेको रहेछ। अनि साथीहरू यति मात्र भिडियो मैले बनाउन सकेँ है। यति भिडियो हेरेर मलाई साथ दिनु होला र भिडियो राम्रो लागेमा सब्सक्राइब पनि गर्नु होला। फेसबुकमा अभि भट्ट फेसबुक प्रोफाइलबाट पनि मेरो ब्लग आउँछ, त्यसमा पनि फलो गर्नु होला। हस् त गाइस।